हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। फाइनल्ली आज हामी चाहिँ घरबाट दिक्तेल बजारसम्मको लागि निस्कँदैछौँ। म एन्ड मेरो भाइ हामी चाहिँ बाइकमा जाँदैछौँ। हेरौँ दिक्तेलसम्मको यात्रा कस्तो हुन्छ। हामी चाहिँ जाँदै नै छौँ है। पहिलाको भन्दा धेरै बाटो पनि राम्रो भइसकेको छ। कुनै ठाउँमा चाहिँ अब बन्दै पनि छ होइन। गाउँमा त्यही त हो, विकास हुन बाँकी नै छ। अनि त्यस्तै हो, अब हामी चाहिँ जाँदै नै छौँ। दिक्तेलसम्म हामी जाँदै नै छौँ। हेरौँ कसमसँग चढेको जुन चाहिँ बुबा चाहिँ हुनुभयो, बुबा कस्तो भयो भने कान्छामा हुनुहुन्छ, बुबा हर्केर अहिले नै ढाका टोपी उडाएर कामबाट फाइनल्ली हामी चाहिँ दिक्तेल बजारमा आइपुगेको छौँ। अब थोरै कामहरू पनि बाँकी नै छ। बल्ल बल्ल बजारसम्म आएर त्यसै फर्किने कुरा पनि त भएन नि होइन। तर आज म चाहिँ धेरै खुसी किन थाहा छ आज, किनकि मलाई मेरो भाइ प्यारोभन्दा प्यारो भाइले मलाई सपिङ गराउँदैछ के। अनि देखाउँछु म तपाईँहरूलाई है। अनि हामी चाहिँ अब पुग्न लागेको छौँ है। अब फर्स्टमै सपिङ गरिदिइहालौँ न त भनेर अनि हामी चाहिँ सिधै गयौँ है सपिङ गर्नको लागि। भाइसँग निस्क्यौँ हामी चाहिँ सिधै सपिङको लागि निस्किएर अब हामी चाहिँ जाँदै नै छौँ सपिङको लागि। हेरौँ अब भाइले मलाई के लिँदो रहेछ हेरौँ। हामी चाहिँ बाइक रोकेर अब जाँदैछौँ सपिङ गर्नतिर गयौँ। हामी चाहिँ आइ पनि पुगेको छौँ हामी फाइनल्ली सपिङ गर्नको लागि। अब भाइले छिटो छिटो गर, छिटो छिटो के रोज्ने हो रोज भनिहाल्यो है। अनि मलाई चाहिँ यो हतारमा अनि म चाहिँ ट्राई गर्दै अब कुन राम्रो छ हेरौँ भन्दै फाइनल्ली मैले कपडाहरू पनि मन पराएँ। एकदमै राम्रो है, कस्तो राम्रो रहेछ कपडा पनि। अनि मैले फाइनल्ली कपडा पनि लिइहालेँ। अनि भाइ चाहिँ नर्भस नै थियो कि, किनकि अब उसले त आमा त्यत्रो पैसा तिर्नुपर्ने थियो नि त। अनि छिटो छिटो त्यहाँबाट निस्केर हामी चाहिँ उसको केस काट्नु थियो फेरि, त्यही भएर हामी गयौँ। अनि उसको साथी भेट्नु थियो रहेछ फेरि, हामी साथी भेट्नको लागि गयौँ। अनि त्यहाँ मेरो साथी पनि आउनेवाला थियो, आइ पनि सक्यो फाइनल्ली। हामी उसँग पनि भेटेर अनि भोक पनि एकदम धेरै लागिरहेको थियो नि, हतारमा लोग गएर भनेर अनि हामीले छिटो छिटो चटपटे अर्डर गऱ्यौँ। अनि चटपटे पानीपुरी हामीले सँगै बसेर खायौँ। अनि त्यस पछाडि हामी खासै काम पनि थिएन नि त नि। अनि हामी चाहिँ घुम्नको लागि निस्क्यौँ। हामी दिक्तेलको मुदुम पदमार्ग भन्ने ठाउँ अहिले नयाँ बनेको छ। अनि त्यहाँ गयौँ हामी चाहिँ, त्यहाँ जाँदैछौँ। अनि धेरै टाढा पनि छैन, 10-15 मिनट लाग्दो रहेछ दिक्तेलबाट। अनि बाइकमा हामी चाहिँ गयौँ, हामी तिनैजना नै गयौँ घुम्नको लागि, तिनैजना नै गयौँ हामी चाहिँ। अनि त्यहाँ पुगेर धेरै बेर पनि बसेनौँ हामी, किनकि अब छिटै घर फर्किनु पर्ने थियो नि त। अनि गएर यताउता घुम्यौँ अलिअलि। कस्टमरहरू पनि हुनुहुन्थ्यो, घुम्न आउने 1-2जना मान्छेहरू पनि हुनुहुन्थ्यो है। अनि घुम्यौँ अनि एकैछिन बसेर फर्किने भन्दै अलिकति अब टाइम त बिति नै हाल्यो। त्यस पछाडि घुम्दै हामी फर्क्यौँ। अनि फर्किँदै त साथीहरू ट्याक्कै दिक्तेलमा आउँदैसम्म पानीले कुर्यो है। पानी आयो, पानी आउला जस्तो नै थिएन, एक्कासी पानी आयो। अनि त्यस पछाडि हामी त दिक्तेलमा के गर्ने कसरी गरेर जाने भनेर बस्दै साँझको 6 बजिसकेको थियो है। अनि हतारमा हामी चाहिँ घर निस्क्यौँ।